हेलो गाइज, हामी यहाँनिर छौँ। बाबा यहाँ आइसिन्छ, आइस यहाँ छ। ड्राइभिङ स्किल टेस्ट गर्दै हो नि। 40 घण्टा जति स्लोमा चलाए त्यति राम्रो हुन्छ। कति 4 कि 5 5 4मा म पनि यसलाई के भन्छु बाबा, 5 लाख स्लो गर्छ। 5मा लाएर अलिक स्लो स्लो गरिन्छ। यो त 3मा छ नि। 4 ला नि त्यति चाहिँ तात्छ। ए हो अलिक स्लो हिँड्नु। यसमा लाने क्या जहिले कतिमा छ? बाबाले सिकाउँदै भइसिन्छ। 40मा छ। बाबा कति वर्षको हजुरको तजुर्बा छ बाबा ड्राइभिङको? ड्राइभिङको कति स्किल छ बाबा हजुरलाई? कति वर्षको त्यो के भन्छ अनुभव? 45। मैले नि अस्ति त्यही भने गाडी ब्रेक लाग्दैन त्यस्तो हुन्छ क्या। स्लो गाडीहरू आएछ अगाडि आफ्नो छोडिदिने पुरै अनि हल्का बिस्तारै जानुपर्छ। ट्र्याक्टरलाई ओभर नसुनाएर बजाउने मौसकेर मान्छेलाई लाग्छ तलमा डेकी लगाएर हुन्छ त कहाँ पर्छ कता मोडिने उसाउँदै जाने यतापट्टि क्रस गर्ने यतापट्टि साइड नछोड्ने। महेन्द्रनगर जान आँटेको बाबा हामी। यहाँनिर ट्राफिकै हुन्न रहेछ। चेकिङमा परिन्छ। तर बाबा हामी यो जेनेटिकै भएर होला आइसलाई, तर साँच्चीकै राम्रोसँग आएको होइन। अरूलाई गाह्रो पर्छ। मैले त अस्ति त्यही भनेको थिएँ, सुनिस् आइयोस् हो 40 भन्दा माथि चाँदै नलाने। सुनिस् आइस अस्ति मैले कमै सुट्छ अहिले गाडी। आई सब्जी कहाँ पाउँछ? स्लो गाडी एक्सिडेन्ट जोड त्यस्तोमा बाटो क्रस हुन्छ। मोटरसाइकल तेह्र आएको हुन्छ कहाँबाट कहाँ यताको त फेरि मान्छेहरू कस्तो हुन्छ बाबा? सिधै आइदियो बजार लाग्यो ल गाइज, अब हामीले तरकारी सरकारी किनेर घर फर्किँदैछ। हाम्रो घरमा चाहिँ सबैजना प्रो होइसिन्छ है। बाबा यहाँ आएको होइसिन्छ। गियर पुगेन। कन्ट्रोल हुनु पर्यो। बाबा आएकै होइसिन्छ। आइस यता छ। आइस सिकाइदिए बाबालाई तँलाई भएको नलेजहरू भनिदिए। अप्ठ्यारो मान्नु पर्दैन तँलाई भएको नलेज। सानो पनि कुरो मान्नुपर्छ, सानो मान्नुपर्छ। अहिले बेलामा कम छ यसलाई पुगेको फेरि यिनीहरूलाई क्रस गर्नु छ भने यो बाइकले साइड लाइट हान्दैछ, यतापट्टि जान्छ होला होइन? यताको मान्छे यस्तो अटेरी हुन्छ नि। तेल पनि कम खान्छ। त्यति बनाउनु
हुँदैन कलर चाँडै जान्छ सबै कुरो एकदम विचार गरेर टिप्रा बनाएर हाल्नु घुमेर आएको भिटामोड जनकपुर जलेश्वर ल गाइज हामी चाहिँ कता कता गराएको जनकपुर भिटामोड अनि जलेश्वर घुमेर आउँदैछौँ बाबाले आगिर मन्दिर गएर दर्शन गरेर आएको राम जानकी हो